हेलो हाई भ्युवर्स हामी सधैँ कुरा गर्छौँ बी पोजिटिभ बट अहिले चाहिँ आई थिङ्क डोन्ट अलवेज बी पोजिटिभ समटाइम्स वी निड टु बी नेगेटिभ टु नेगेटिभ भन्दा पनि वी हेभ टु बी रेडी फर आउटकम्स होइन कुनै आउटकम्स चाहिँ पोजिटिभ नै हुन्छ भन्ने नि हुँदैन वी निड टु बी रेडी यसको रिजल्टहरू चाहिँ अनएक्सपेक्टेड आउँदाखेरि पनि वी हेभ टु ह्यान्डल इट यो चाहिँ मलाई के लाग्छ भने इमोसनल इन्टेलिजेन्स हो being always positive doesn't mean that everything will be fine. Sometimes you have to be ready for those situations for which you are not ready for. So I think don't take it so hard. Be positive, be positive, be positive. Sometimes it's okay to be negative. Bye. Hello, hi viewers. हामी सधैँ कुरा गर्छौँ बी पोजिटिभ बट अहिले चाहिँ आई थिङ्क डोन्ट अलवेज बी पोजिटिभ समटाइम्स वी निड टु बी नेगेटिभ टु नेगेटिभ भन्दा पनि वी हेभ टु बी रेडी फर आउटकम्स होइन कुनै आउटकम्स चाहिँ पोजिटिभ नै हुन्छ भन्ने नि हुँदैन वी निड टु बी रेडी यसको रिजल्टहरू चाहिँ अनएक्सपेक्टेड आउँदाखेरि पनि वी हेभ टु ह्यान्डल इट यो चाहिँ मलाई के लाग्छ भने इमोसनल इन्टेलिजेन्स हो being always positive doesn't mean that everything will be fine. Sometimes you have to be ready for those situations for which you are not ready for. So I think don't take it so hard. Be positive, be positive, be positive. Sometimes it's okay to be negative. Bye.